नमस्कार, म श्रीमद् भागवत गीता कोमल गीता राजविद्या राज गुह्य योग ज्ञान विज्ञान भक्ति मार्ग राजमार्ग हो को भगवान वाच अध्याय 9 पाठ गर्दछु। विज्ञान युक्त यो ज्ञान भन्छु जो अति गुह्य छ, दोषदर्शी नभई जान यसले पाप छुटाउँछ। विद्या र गुह्यको राजा यो श्रेष्ठ पवित्र छ, प्रत्यक्ष सुखबोधादि दिने अक्षय धर्म छ। हे पार्थ, जसले श्रद्धा राख्दैन यस धर्ममा, ममाथि नपुगी झर्छन् मृत्यु संसार मार्गमा। अव्यक्त रूपी मैले नै यो जगत परिपूर्ण छ, ममा छन् यी सबै प्राणी, म तिनमा छैन संस्थित। छैनन् प्राणी ममा पार्थ, हेर यो योग ऐश्वर, पैदा भई म गर्छु मै, धर्छु मै, छैन तिनमा तर। सर्वत्र घुमने वायु जस्तो आकाशभित्र छ, त्यस्तै प्राणीहरू सारा ममा छन् बुझ्नु पर्दछ। मेरै प्रकृतिमा प्राणी छिप्छन् प्रलय कालमा, मै फेरि सृजना तिनको गर्छु कल्पादिकालमा। मेरी प्रकृतिको बस हो सम्पूर्ण चराचर, उसैलाई लिई साथ सृष्टि गर्छु बराबर। उदासीन सरी बस्छु तिनमा आसक्ति गर्दिन, त्यसैले कर्मती पार्थ हुनन् मकन बन्धन। गर्छे प्रकृतिले सृष्टि मै अध्यक्ष लिकन, यसैले यो जगतको छ सदा संहार सिर्जना। महेश भाव यो मेरो सर्वोच्च नबुझिकन, मानिसै हो भनी मूर्ख गर्दछन् अपहेलन। ती मूढ जनका आश ज्ञान कर्म फजुल छन्, मोह गर्ने राक्षसी र आसुरी भाव धर्दछन्। दैवी प्रकृतिका धीर महात्माहरू मैकन, आद्य अव्यय सम्झेर बच्छन् एकतलिकन। भक्ति साथ सदा गर्दै यत्न चन्दन कीर्तन, दृढवर्ती सबै योगी मेरै गर्छन् उपासना। विशुद्ध मुखम मैलाई द्वैत अद्वैत भावले, गर्छन् सेवा कुनै योगी अनेकौं ज्ञान यज्ञले। महु कर्तु महु यज्ञ सोधा हुँ औषधि महु, महु मन्त्र महु आज्य महु अग्नि महु महु। यो लोकको पिता माता बाजे धाता महु सब, पवित्र वेद ओंकार ऋक यजुष साम वैशव। साक्षी भर्ता गति स्वामी रक्षिता मित्र बास हुँ, मै सृष्टि नाशको स्थान कारण नित्य बीज हुँ। मै तपाउँछु मै वर्षा रोक्छु म वृष्टि गर्दछु, मै छु अमृतमय मृत्यु सत असत यो सबैमा म छु। वेद ज्ञाता सुमपि पाप फाली, मेरै गर्दै यज्ञ स्वर्ग सडाली। जान्छन् पुण्य प्राय त्यो स्वर्ग पाई, भोग्छन् नाना देवको भोग लाए। भोगी ठुलो पुण्यको स्वर्ग लोक, झर्छन् पुण्य क्षीण मै मर्ते लोक। यस्तै जानु आउनु नित्य हुन्छन्, कामेच्छले जो त्रय धर्म गर्छन्। एकत्व साथ जो मेरो गर्छन् भजन चिन्तन, दिन्छु ती कर्म योगीमा मै योग क्षेम साधन। जो अरु देवमा भक्ति श्रद्धा राखेर बद्धछन्, ती पनि विधि छोडेर मेरै पूजन गर्दछन्। सम्पूर्ण यज्ञको भोक्ता मै स्वामी पनि अर्जुन, नजानिकन यो मेरो राक्ष तत्त्व गिर्छन् तिनी जन। देव पूजक देवैमा पितृमा पितृपूजक, भूत पूजक भूतैमा जान्छन् मैमा म पूजक। भक्तिले जो गर्यो उसैमा ईश्वर खुश, पद्म पुष्प फलम तोयम यो मे भक्त प्रवक्षते। भक्तिमानले पत्र पुष्प फल पानी समर्पण, जे गर्छ भक्तिको भेट लिन्छु तो सब अर्जुन। तिमी जे गर्दछौ खान्छौ दिन्छु बाहु म गर्दछु, मैमा तो अर्प सम्पूर्ण पार्थ जो तप गर्दछौ। शुभाशुभ दिने कर्म बन्धबाट यसो गरी, उम्की भई योग युक्तात्मा मैमा मिल्छौ सरासरे। प्रिय कुनै छैन समान सबमा म छु, तर भक्तहरू मेरा ममा छन् तिनमा म छु। दुरात्मा पनि एकत्व लिदी भक्त मद भक्त भो भजे, साधु हो व्यवसाय छ त्यसको पार लगाउने। चाँडै तो हुन्छ धर्मात्मा सर्वदा शान्ति पाउँछ, पार्थ यो सम्झना राख भक्तको के विनाश छ।
मेरो आश्रय गर्नाले पाप योनि अनेकन श्री वैशे शूद्र सम्पूर्ण पाउँछन् गति अर्जुन। धर्मात्मा विप्र राजसी भक्तको के कुरा छ र दुखी अनित्य चोलामा मेरो सेवा सधैँ गर। ममा मन ममा भक्ति मेरै यज्ञ र बन्दन गर यही योगले मिल्छौ महिमा तन्मय भइकन। इति श्रीमद्भागवत उपनिषत्सु ब्रह्म विद्या योगशास्त्रे श्रीकृष्णार्जुन संवादे राजविद्या राजगुह्य योगो नाम नवमोऽध्याय। इति नेपाली भाषामा कोमल गीता प्रभु।